हेलो एभ्रिवान, नमस्ते एन्ड सेवा वेलकम छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ म खोर्सानी गोड्न आएको। यी खोर्सानी बारी चाहिँ यस्तो छ, सानो सानो भर्खरै खोर्सानी छ। अनि यता चाहिँ अदुवा छ, अदुवा बारी उता छ। अनि यहाँ चाहिँ म खोर्सानी गोड्न आएको। यो काला फान्नुपर्ने। अनि पर चाहिँ मेरो मैले अस्ति छरेको थिएँ, यो कस्तो बिर्सिन्छु, सयपत्रीको फुल। अनि त्यो चाहिँ भरे सार्नुपर्ने छ, तपाईँहरूलाई देखाउँछु। उँभो चाहिँ यहाँ माथि चाहिँ कोदोको बिउ छ। अनि सबैले गएर मेरो युट्युब च्यानललाई सेयर अनि सब्सक्राइब अनि लाइक गरिदिनु होला। अनि धेरैभन्दा धेरै माया गरिदिनु होला। म यो खोर्सानी गोड्नुपर्ने छ, देखाउँछु यता खानुपर्ने छ। अनि यो चाहिँ अदुवाको बोट। यहाँ चाहिँ हाम्रो कोदोको बिउ थुपारेको छौँ। खोर्सानी चाहिँ यस्तो चाहिँ सानो सानो। अनि यो झार फान्नुपर्ने छ, यता नि गोड्नुपर्ने छ। अनि यो चाहिँ मेरो फुल, सयपत्रीको फुल। यदि हजुरहरूलाई पनि मन पर्यो भने लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। मन पर्यो भने यसो कमेन्ट गर्नु होला। यो चाहिँ भरे मैले सार्नुपर्ने छ, घरमा गएर लगेर रोप्नुपर्ने छ। यति धेरै छ है। ओके साथीहरू, अब म चाहिँ फान्नुतिर लागेँ। फानेपछि म तपाईँहरूलाई देखाउँछु। यता यो काला फान्नुपर्ने छ अनि गोड्नुपर्ने चाहिँ एकछिन भेट्नुपर्छ है। फानिसकेपछि यसरी फान्नुपर्छ है, खुर्पा यसरी लाने। कसले खान्छ कि कसले यति खान्छ कि। यता पनि छ खोर्सानी। त्योहरू मैले चाहिँ फानिसकेँ है। अब यो गर्नुपर्ने छ पुरै। यो हुस्से लागेर कि आज पानी 3-4 घन्टा पऱ्यो नि त, त्यही भएर मान्छे फानिसकेँ। यता पनि फानिसकेँ। अब गोड्नु बाँकी। यस्तो छ हात। गाउँको मान्छेको के गर्नु, गाह्रो छ। ओके साथीहरू, अब म गोड्छु। अब यहाँदेखि पुरै एकाला गोड्नु छ, एकाला गोड्नु छ, पुरै एकाला गोड्नु छ परसम्म। साथीहरू, म चाहिँ गोड्नु सुरु। खोर्सानी मार्नु हुँदैन नि त, त्यही खोर्सानी एउटा छ सानो। यहाँ कस्तो खोज्यो हो, यसले खोज्यो नि। खोर्सानी छ। खोर्सानीमा पनि छ। यस्तो लहरा आउँछ कि गाह्रो छ। सानो सानो गाउँ छ मेरो
यता चाहिँ हाम्रो अदुवाबारी चाहिँ सानो खोर्सानी कस्तो मछेर आएको छुनु गर्दै ल्याउनुपर्छ गर्नुपर्छ पुरै मच्छरले खायो लामखुट्टेले अनि त्यही भएर यता नि खोर्छ यो फुल रोप्नु पर्ने छ कि अनि त्यही भएर यता पनि फुल रोप्नु पर्ने छ त्यही भएर यता नि मैले गोड्दै गरेको खोर्सानी चाहिँ डल्ले खोर्सानी हाम्रो पहाडको है यो चाहिँ यहाँ पनि छ यहाँ पुरै यो गर्नुपर्ने छ एकछिनमा म देखाउँछु यता साथीहरू गरिसकेपछि यो यहाँबाट हाफ भएपछि यस्तो पुरै गर्नुपर्ने छ हेर्नु है साथीहरू यो खोर्सानीको बोट चाहिँ देखिँदै छैन यस्तो जाडले पुरिरहेको छ अब हेरौँ न कस्तो गरिसकेपछि कस्तो देखिँदो रहेछ है यो गोड्दा गोड्दा पनि पुरै हातको मासुहरू यस्तो भयो करेलाको बुट
कस्तो झार पनि खेलिँदैन हौ। सानो सानो झारहरू यसरी उखाल्नुपर्छ नि, हातहरू ढुङ्गाले पुरै। खोर्सानीको जाँग देखिँदैन है साथीहरू। अब एकछिनमा म देखाउँछु त खोर्सानीको जाँग गोडिसकेपछि। मेरा हालत है। त्यस्तो छ मेरो हालत, के गर्नु। के फाइनली साथीहरू मैले चाहिँ सकेँ। मैले चाहिँ पुरै खोर्सानी गरेर सकेँ। हातहरू पुरै सिम्किएर गाह्रो छ। मैले चाहिँ सकेँ। अब हेर्नु है खोर्सानीको हालत। अघि चाहिँ झार थियो र केही देखिँदै थिएन, अब अहिले हेर्नु खोर्सानी। फुल हो सयपत्रीको फुल, भोलि रोप्नु छ। अनि म चाहिँ गरिसकेको खोर्सानीको। पुरै खोर्सानी चाहिँ अहिले पुरै बाक्लो देखिएको छ है खोर्सानी। अनि यता पनि मैले गोडेको छु खोर्सानी। यो कहिले बढेर खानु, कहिले बढ्छ। ओके साथीहरू, खोर्सानी मैले गोडेको त हेर्नु होला। अब चाहिँ म घर जान्छु, किनभने अब चाहिँ मैले सकेँ फाइनली। हात पनि यस्तो भयो, पुरै सिम्किएर पुरै हात त यस्तो हाल्छ। यदि भिडियो मन पर्यो भने लाइक शेयर अनि सब्सक्राइब गरिदिनु होला। अनि फुल भिडियो वाच गरेर हेरिदिनु होला है साथीहरू। ओके, बाई बाई।